भित्र शीर्ष भनेर चाहिँ फोल्ड गर्नुपर्छ। मुनि लस भएको छैन नि? स्ट्यान्डको नेक्स्टै हुन्छ। स्ट्यान्डको नेक्स्टै हुन्छ क्या। स्ट्यान्डको चिज बनाएको भएर चाहिँ क्या भिडियो तपाईँ रेकर्ड गर्नु के हुँदैन भने त के हुन्छ र राम्रो दामी हुँदा चाहिँ ठिक थियो होइन नभए चाहिँ किति हुन्छ छोटा पार हाल्नु न यति धेरै एमाउन्ट पनि बनाउनु एउटा एकै ठाउँमा नि सरी हैन फेरि फेरि गर्नु बिस्तारै यो त कस्तो मजाले साइडमा होला साइडमा खासमा सेटअप हुनुपर्ने हो क्या यसरी मुनि हुँदा चाहिँ मुनि चाहिँ हुनुपर्ने यो चाहिँ माथि नै थियो यो चाहिँ मुनि नै यो चाहिँ ठिकै हो होला चाहिँ लिङ्कडिनमा भिडियो हाल्थ्यो नेपाली चिज मेकिङ भनेर उनीहरूको त खतरा हुन्छ अनि बिला बेला हाल्छ अनि होइन भनेको बनिसकेपछि अहिले होस् भरे गर्नु यहाँ ठाउँ होइन चिजले गर्छ ए बनाएर पिस पिस बनाएको बेला चाहिँ अनि पछि चाहिँ प्रेसिङ गरेपछि त्यस्तै हो सबै हेर पङ्कजसँग त्यो फाइल छ यसलाई अलिक एडिट गरिदिन्छ के गर्नु माथिको यसलाई चाहिँ यसरी गरेर त्यसो दुलो नपर्छ यसो नै गरेर सोर्दा हुँदैन अगाडि पनि ऱ्याप गर्दा तल यस्तै छ तलको छ अनि तलको यस्तै भएछ सफ्टवेयर रेट पनि मिडियम पहिलेको त होइन त्यो यस्तो हलाउँदाखेरि यस्तै पानी र त्यो छुटेको चाहिँ थियो काट्ने होइन म त कति काट्नु